भोजपुरका विभिन्न स्थानमा तीव्र हावाहुरी र चट्याङका कारण 2 जनाको ज्यान गएको छ। हावाहुरी चट्याङका कारण दर्जनौं घर, विद्यालय, सञ्चार संरचना तथा अन्य भौतिक पूर्वाधारमा क्षति पुगेको छ। तीव्र हावाहुरीका कारण साल्पा सिलिछो गाउँपालिका वडा नम्बर 5 पिछममा सोहोरामा काठ काट्ने क्रममा माथिबाट ढुङ्गा र रुख ढाल्दा भोजपुर नगरपालिका वडा नम्बर 9 पानी ट्याङ्कीका 30 वर्षीय आशिष तामाङको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। घटनामा सडानन्द नगरपालिका वडा नम्बर 10 का 30 वर्षीय शिव कुमार राई गम्भीर घाइते भएका छन्। उनको धरान स्थित घोपा अस्पतालमा उपचार भइरहेको छ। त्यस्तै चट्याङ लागेर सडानन्द नगरपालिका वडा नम्बर 9 भैसेमा 25 वर्षीय शर्मिला तामाङको पनि घटनास्थलमा ज्यान गएको छ। तीव्र हावाहुरीका कारण साल्पा सिलिझो गाउँपालिका वडा नम्बर 5 माथिल्लो फेदी स्थित चन्द्रावती आधारभूत विद्यालयको छाना उडाएको छ। त्यस्तै उहाँले क्षेत्रमा अङ्गेलु शेर्पाको 2 तले घरमा करिब 2 लाख रुपैयाँ बराबरको क्षति भएको छ भने शान्ति शेर्पाको घरमा 1 लाख रुपैयाँ बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ। प्रभावित क्षेत्रमा स्थानीय तह, प्रहरी तथा सरोकारवाला निकायको समन्वयमा उद्धार तथा राहत वितरणको कार्य तीव्र बनाइएको छ।